Yes, thank you very much. यो माइक अब म गाइडको थापा मगरलाई हस्तान्तरण गर्दैछु। म हामी र हेलो नमस्ते। पछाडिसम्म सुन्नु भएको छ कि छैन? सबैजनालाई नयाँ वर्ष 2082 सालको एकदमै शुभकामना। र आज चाहिँ मैले एउटा गीत चाहिँ विशेष मेरो आफ्नो गीत नयाँ पुस्ताको साथमा चाहिँ पर्फर्म गर्दैछु। यहाँले पक्कै पनि सुन्नुहुनेछ। विशेष विशेष धन्यवाद आयोजक टिमलाई। पछाडि सुन्नु भएको छ? र अब हामी धेरै कुरा गर्ने भन्दा पनि समय एकदमै अभाव छ भन्ने आयोजक टिमबाट आइरहेको छ। धेरै गीतहरू छन्, केही गीतहरू मात्रै गाउँदैछु म आज। समय एकदमै छोटो छ भन्ने छ। टेक्निसियन मित्रले ट्र्याक नम्बर 1 बजाइदिनुहोस् त। कस्तो हुँदैछ? रमाइलो भर्खरै हुँदैछ। ट्र्याक नम्बर 3 बजाइदिनुहोस् त। रेगुलर जाउँ सर। खोइ हल्ला सुस्तायो कोठारी हल्ला पुगेन। अब पुग्छ हल्ला।
अब यो पपतिर भन्दा पनि अब हामी लोकगीततिर जाउँ है त। वारी गाउँमा हो पारी गाउँमा घाम लाग्यो घमाइलो, ट्र्याक नम्बर 12 हेर्नुहोस् न 12। अब यहाँ हामी सबैजना यस्तै गीत मात्र सुन्ने छैनौँ होला, यहाँ आमा बुवाहरू हुनुहुन्छ कतिजना, त्यो लोकगीत पनि एउटा प्रस्तुत गर्दैछु।
त्यसै रमाइलो माघे मेलैमा त्यसै रमाइलो माघे मेलैमा त्यसै रमाइलो आजकलै गरौँ बजारै भरौँ आजकलै गरौँ बजारै भरौँ भेट भएको बेलैमा त्यसै रमाइलो भेट भएको बेलैमा त्यसै रमाइलो मैले मिक्स यहाँ सबैजना लोकगीत सुन्न पनि चाहने कति आमा बुवाहरू हुनुहुन्छ होला भनेर मैले यो गीत गाएँ। यो निकै चर्चामा छ यो गीत, यो मेरै गीत हो। र अब लास्ट एउटा गाउँछु, प्लिज ट्र्याक नम्बर 4 लास्ट। I
Thank you. आज हो तिमीलाई देखेको के छ के कर्ममा लेखेको पर बाँकी नै छ त होइन। ल ट्र्याक नम्बर 13 लगाइदिनुहोस् त 13 1 3 यो चाहिँ डिजे भर्सनमा कस्तो सुनिँदो रहेछ एकचोटि ट्राई गरौँ है। ओके यो माइक डिजे भर्सन साउन्ड अलिक ठुलो बनाइदिनु होला। What?